नमस्कार सबैजनालाई। विगत कास्ट लेट्स टक अबाउट बाइगन डेजको यो नयाँ एपिसोडमा यहाँहरूलाई स्वागत छ। विगतका एपिसोडहरूमा मैले विगतमा हामीले गर्दै गरेका बाल्यकालमा युवाकालमा गर्दै आएका केही रमाइला प्रसङ्गहरूलाई यस विगत कास्ट सोलो कास्ट मार्फत चाहिँ एउटा के भन्छ त्यो समयमा लिएर जाने र तिनीहरूलाई पुनः स्मरण गराउने प्रयास गरिरहेको थिएँ। आजको एपिसोडमा चाहिँ म मेरा केही पुस्तक पठनसँग चाहिँ सम्बन्धित केही रमाइला प्रसङ्गहरू मैले यस एपिसोडमा समेट्ने प्रयास गर्नेछु। मलाई किताब पढ्न मनपर्छ। किताब पढेर समीक्षाहरू पनि लेखिरहन्थेँ। आजकल चाहिँ त्यो क्रम भङ्ग भएको छ। त्यसलाई मैले निरन्तरता दिन सकिरहेको छैन। तर पहिले पढेको किताबहरूमा मलाई केही रमाइला घटनाहरू छन् जसलाई चाहिँ मैले समेटेर यहाँ राखौँ। तपाईँहरूका पनि यस्तै अनुभव छन् भने जानौँ भनेर यो एपिसोड म रेकर्ड गर्न बसेको छु। मैले कसरी चाहिँ किताब एउटा कन्भर्सेसन स्टार्टर, एउटा वार्तालाप सुरुवात गर्ने कसरी चाहिँ एउटा बहाना बन्न सक्छ भन्ने कुरा पनि मैले आफूले अनुभव गरेँ। जस्तै कि म एकपटक क्यानबेराबाट सिडनी जाँदै थिएँ बसमा, अनि म त्यति बेला हारुकी मुराकामीको नर्वेजियन वुड पढ्दै थिएँ। अनि मलाई त्यो किताब मन परिरहेको थियो। अनि म सिटमा बसेर किताब खोलेर पढिरहेको थिएँ। त्यसै बेलामा एउटा सहयात्री भनौँ, एउटै बसमा यात्री गर्ने भएको हुनाले मैले सहयात्री भनेँ। अनि उनीले मैले त्यो पढिरहेको किताबको त्यो बाहिरको कभर गाता देखेर उनले चिनिन्। अनि चिनेपछि यो किताब त धेरै राम्रो किताब छ भने। अनि त्यसपछि मैले तिमीले पढ्यौ भने मैले पढेको छु, मलाई एकदम मन पर्यो यो किताब भनिन्। अनि भनेपछि पढेर सकेपछि त्यो किताब पनि मेरो वान अफ द फेभरेट हुन गयो होइन। त्यो मलाई एकदम मनपर्ने किताबहरूमा पर्छ। त्यसपछि मुराकामी त्यो नर्वेजियन वुड पढिसकेपछि मुराकामीका सम्पूर्ण किताबहरू पढ्छु लगालग भनेर काफका अन द सोर पनि किनेर ल्याएको थिएँ त्यस लगत्तै। तर अचम्म के भयो भने मैले आजसम्म त्यो किताब पढेको छैन। मेरो बुक ऱ्याकमा त्यत्तिकै थन्किरहेको छ र अरू किताबहरू पनि मुराकामीका मसित छन् तर मैले पढेको छैन। त्यही रहेछ। अब त्यो बेलामा पढेको भए सुरु गरेको भए त्यसलाई मैले सघाउँथेँ होला, तर सुरु गरिनँ। त्यो त्यत्तिकै रह्यो। त्यस्ता थुप्रै किताबहरू छन् जो मैले आजै पढ्छु भनेर ल्याएको, त्यो चाहिँ थुप्रिएका यत्तिकै बसेका छन्। तिनीहरूको पालो कहिले आउने त्यो चाहिँ थाहा छैन। यो त भयो मेरो एउटा वार्तालाप सुरुवात गर्न कसरी किताब बहाना बन्न सक्छ भन्ने एउटा उदाहरण। अनि त्यसपछि गएर अर्को एउटा अनुभव छ। म खालिद होसेनीको किताब पढिरहेको थिएँ, अ थाउजन्ड स्प्लेन्डिड सन्स। अनि त्यहाँ चाहिँ लैला र मरियम भन्ने दुईवटा क्यारेक्टरहरू, महिला पात्रहरू छन्। उनीहरूको चाहिँ कस्तो छ भने पृष्ठभूमि बिल्कुल फरक छ। उनीहरूको स्वभाव, उनीहरूको त्यो सबै फरक छ। त्यो पढेपछि तपाईँले थाहा हुन्छ। अनि त्यो पढिरहेको थिएँ। म सायद बिचतिर थिएँ। अनि म कामको ब्रेकमा थिएँ, खाना खाँदै थिएँ, बसिरहेको थिएँ। अनि एकजना चाहिँ स्टुडेन्ट, नर्सिङ स्टुडेन्ट चाहिँ मेरो अगाडि आएर बसिन्। अनि मेरो आँखा अनायासै उनको चाहिँ त्यो नेम ब्याजतिर गयो। अनि नेम ब्याजमा उनको नाम थियो मरियम। मैले पढिरहेको किताब अ थाउजन्ड स्प्लेन्डिड सन्सको क्यारेक्टर एउटा पनि, उनको नाम पनि मरियम थियो। अनि मलाई त्यो बहाना भयो बोल्नलाई। मैले भने तिम्रो नाम पनि मरियम रहेछ, मैले एउटा किताब पढ्दैछु, त्यसमा दुईवटा क्यारेक्टर छन्, दुईवटा मध्ये एउटाको नाम चाहिँ मरियम छ, कस्तो संयोग भनेर भने। अनि कुरा गर्दै जाँदा थाहा भयो उनी पनि अफगानिस्तानकै रहेछिन्। अनि त्यसपछि मलाई कस्तो भयो भने त्यो किताब पनि अफगानिस्तानमै सेट भएको छ। त्यहीँको चाहिँ के भन्छ समाजलाई चित्रण गर्दै लेखिएको छ। त्यसैलाई नै अफगानिस्तानको समाजलाई नै आधार बनाएर त्यहाँ नै त्यसैको कथावस्तु विषयवस्तु त्यहीँको नै छ। त्यो भएको हुनाले मलाई एकदम रमाइलो लाग्यो कि अब मैले पढिरहेको किताबको पात्रको नाम छ, अब पनि अफगानिस्तानबाटै छिन्। र मैले अगाडि एउटा चाहिँ कहिले नदेखेको कहिले नबोलेको मान्छे छिन्
र उनको नाम पनि मरियम छ र उनी पनि अफगानिस्तानबाटै छ। त्यो भएको हुनाले मलाई एकदमै त्यो चाहिँ सम्झिँदा अझ पनि एउटा कस्तो भने रमाइलो लाग्छ कि कस्तो अब कुनै कथाको पात्र त होइन तर पनि नाम र उनको त्यो देश चाहिँ त्यो पात्रसँग जुझ्न गएको हुनाले मलाई चाहिँ त्यो क्षण स्मरणीय पनि भयो र किताबको त्यो पात्र मरियम पनि मलाई स्मरणीय भयो। र अर्को प्रसङ्ग छ, मैले एनी फ्र्याङ्कको अ डायरी अफ ए यङ गर्ल भन्ने धेरै पहिला पढेको थिएँ र त्यो पढेर मैले रिभ्यू पनि लेखेको थिएँ, त्यसको समीक्षा विस्तृत रूपमा, र त्यो धेरैजनाले मन पनि पराउनु भएको थियो। अनि मैले त्यो किताब मलाई आफूलाई व्यक्तिगत रूपमा मन परेको हुनाले मैले चाहिँ त्यो किताब अरूलाई पनि सजेस्ट गर्छु, रिकमेन्ड गर्छु पढ्नलाई, यो किताब पढ्नु भनेर। त्यसले कसैलाई प्रेरणा प्रदान गर्न सक्छ अथवा कुनै न कुनै रूपमा चाहिँ प्रभाव छोड्न सक्छ भन्ने किसिमले। अनि त्यो भएको हुनाले मैले त्यसरी त्यो पढ्दै गर्दा अनि त्यो मैले किताब रिकमेन्ड गरिरहेको हुन्छु। अनि एकपटक मैले एउटा बहिनीलाई चाहिँ यो किताब पढ्न भनेर दिएँ, मैसँग भएको किताब मैले पढ्न भनेर दिएँ। अनि उनी पढेको केही समयपछि उनी जुन घरमा उनीहरू एनी फ्र्याङ्क र उसको परिवार लुकेर बसेको थियो नि, त्यो चाहिँ अहिले सङ्ग्रहालयको रूपमा चाहिँ नेदरल्यान्डमा संरक्षित छ। अनि उनी चाहिँ एम्स्टर्डम हो क्या सायद, अनि त्यहाँ पुगेछन्। अनि पुगेर त्यो घर पुरै हेरेर आइछन्। अनि त्यसपछि गएर उनले मलाई त्यहाँबाट एउटा पोस्ट कार्ड पनि लिएर आइदिएकी थिइन्। अनि उनले भनिन् मलाई, त्यो पोस्ट कार्ड दिँदै गर्दा के भनिन् भन्दाखेरि, तपाईँले त्यो किताब नदिएको भए म त्यो ठाउँको बारेमा मलाई थाहा पनि हुने थिएन र म सायद त्यो ठाउँमा जाने पनि थिइनँ। त्यो किताब पढेँ र त्यो किताबकी ती बालिका जुन छिन्, युवती भनौँ, बालिकै हुन् 13 वर्षकी, अनि उनको चाहिँ जीवनीबाट म एकदम प्रभावित भएँ। र त्यो भएको हुनाले म त्यहाँ जाँदाखेरि उनी कसरी बसेथिन् त, त्यहाँ त्यो समय कसरी बिताइन्, त्यो 2-3 वर्षको समय, त्यो मलाई जान्न इच्छा थियो। त्यही भएर म गएँ। तपाईँले त्यो किताब दिनुभएको हुनाले म त्यो ठाउँमा पुगेँ र देखेँ। आशा गर्छु तपाईँ पनि कुनै दिन त्यो ठाउँमा पुग्नुहुनेछ भनेर उनले एउटा पोस्ट कार्ड दिइन्। अनि त्यो पनि मलाई एउटा रमाइलो लाग्यो। अब त्यस्तो किताबले चाहिँ यस्ता खालका किताब पढ्दाखेरि त धेरै कुरा सिकिन्छन् नै। धेरै कुरा चाहिँ हामीले आफ्नो समाज, आफूले बसिरहेको समाज, आफूले देखिरहेको समाज, आफ्नो विचार, आफ्नो चाहिँ ती अनकन्सियस बायसहरू जुन हुन्छन् तिनीहरूलाई चाहिँ हामीले कसरी चाहिँ परिमार्जन गर्दै लानुपर्छ, नयाँ कुरा सिक्दै जानुपर्छ भन्ने कुराहरू त सिकिन्छ नै किताबहरूबाट। अब रमाइलोको लागि पढ्दाखेरि एक किसिमको छुट्टै दुनियाँमा चाहिँ सहरमा चाहिँ हामी किताब मार्फत गइन्छ भने, रमाइलोको लागि मात्रै पढ्ने हो भने पनि, र भाषागत सुधारका लागि, आफ्नो व्यक्तित्व विकासका लागि पनि किताबले उति नै महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन्। त्यो आफ्नो फरक प्रयोजनमा हामी किताब पढ्ने गरेका हुन्छौँ। कसैको विशुद्ध रुचि हुन्छ कथामा कथा पढ्ने रमाइलो लाग्ने, त्यही भएको हुनाले नै फरक विधाका किताबहरू चाहिँ बजारमा निस्किरहेका हुन्छन्। त्यही भएको हुनाले किताबका चाहिँ विभिन्न चाहिँ सकारात्मक पक्षहरू छन्। त्यही भएको हुनाले नै मलाई पुस्तक पढ्न एकदम मनपर्छ। त्यो पुस्तक मार्फत तपाईँ विश्वका जुनसुकै कुनामा पनि सैर गर्न निस्किन सक्नुहुन्छ। त्यहाँको समाजबारे पढ्न सक्नुहुन्छ कि कस्तो समाज थियो, कस्तो समाज आजमा आइपुग्यौँ र कस्तो समाज अहिले छ, र समाजमा के समस्याहरू छन्, ती समस्याहरूलाई कुन दृष्टिकोणले हेरिरहेका छन्, कसरी चाहिँ बााउन्ड्रिजहरू चाहिँ रिड्र भइरहेका छन्, पुरा के भन्छ पुनर्पठन, पुनर्लेखन, विपठन भइराखेका छन्। यी कुराहरू पनि सबै किताब पढेर नै थाहा हुन्छ। त्यही भएर किताब पढ्नुको उपयोगिताहरू धेरै छन् र किताब सँगसँगै यस्ता खालका अविस्मरणीय के भन्छ घटनाहरू पनि घट्छन्। तपाईँहरूको जिन्दगीमा पनि अवश्य नै के किताब पढ्नुहुन्छ भने कुनै न कुनै चाहिँ यस्ता रमाइला क्षणहरू घटेका हुन छन् भने कमेन्टमा लेख्न नबिर्सिनु होला है त। आजको एपिसोडलाई यहाँसम्म सुनिदिनु भएकोमा धेरै धन्यवाद। आगामी एपिसोडमा पनि म केही नयाँ र तपाईँहरूलाई मनपर्ने, रुचि लाग्न सक्ने मलाई जस्तै विषयवस्तु लिएर फेरि उपस्थित हुने नै छु। तबसम्मको लागि यो अब तपाईँलाई यसको कन्टेन्टहरू, यस्ता खालका कन्टेन्टहरू मनपर्छन् भने मेरो युट्युब च्यानल सब्सक्राइब पनि गर्न सक्नुहुन्छ। नभए पनि ठिकै छ, यो हेर्नुभयो, धन्यवाद।